मैले चाहिँ पहिलादेखि नै बुढीले पकाउ खानेकुरामा कहिले नुन कडा भएछ, कहिले नुन लागेन छ, कहिले खोर्सानी कडा भएछ, कहिले खोर्सानी लागेन छ, कहिले भात धेरै पाकेछ, कहिले भात काँचै भएछ भनेर कम्प्लेन गरिरहन्थे। हिजो चाहिँ मेरो बुढीले मुलुक सिस्नु खोज्नु गएर सिस्नो ढिँडो पकायो रहेछ। म त थपक्कै बसिरहेको थिएँ। त्यसपछि बुढीले सिस्नो ढिँडो पकाएर चटक्क गडी ल्याइदियो। यसो खाउँ भनेर हात हालेको, ढिँडो पनि तातो, सिस्नु पनि तातो, हात पोल्यो। त्यसपछि यो के खालको खाना हो यो, ढिँडोसँग सिस्नु त चिसो हुनुपर्छ भनेर भनेको थिएँ। बुढीलाई पनि रिस उठेछ। तेरीमा तँलाई मैले जति नै मिठो पकाएर खुवाए पनि सधैँभरि मलाई एउटा न एउटा दोष लाउन कहिले पनि छोडेनस्। तैँले मलाई सधैँभरि एउटा दोष लाइरहन्छस्। अब त तँलाई मैले खाना पकाएर खुवाउन सक्दिनँ। अब त अरू नै स्वास्नी ल्याएर मिठो मिठो पकाउन खाऊ, म त तँलाई खाना पकाएर खुवाउन सक्दिनँ भनेर भन्यो। म त ओहो मेरो बुढीलाई नि यस्तो बुद्धि आएछ है भनेर यति खुसी भएँ कि त्यसपछि त्यो ढिँडो र सिस्नु पकपुक खाएर बक लगाए सुतेँ। भोलिपल्ट बिहानै उठेर एउटा अग्लो डाँडामाथि चढेर ओ यार बुढीहरू लो हो कसको बुढासँग मनमुटाव परेको छ, कसको बुढा विदेश गएको छ, यता थामीले त बुढीले अनुमति दिइसक्यो, अब तिमीहरूले आँट गर हो, यता भ्याकेन्सी खुला छ भनेर कराउँदै थिएँ। झल्यासै बिउजेछु। साला सपना पनि ताल तालको देख्न थालेको आँटे अहिले मैले त।